फाइनली आज हामी चाहिँ इलाम घुम्न आएको अहिले कन्याम छेउ आइसकेका छौँ र पाथिभरा मन्दिर जाने प्रोग्राम बनाएकोले हाम्रो टोलीहरू चाहिँ यहाँ पाथिभरा मन्दिर जानको लागि सामानहरू खरिद गर्दैछन्। अब हामी पाथिभरा मन्दिरतिर पाथिभरा जाने बाटो चाहिँ हाम्रो यो निस्किनुपर्ने रहेछ, यो डाँडामा। यसको हामी अब उकालो बाटो लाग्नेछौँ। हाम्रो हल्ला टोलीहरू चाहिँ भर्खरै प्रस्थान गर्दैछन्। फाइनली हामी पाथिभरा मन्दिरको नजिक पुगिसकेका छौँ। उकालो बाटो चढ्दै चढ्दै हाम्रो टोलीहरू अगाडि हुनुहुन्छ, एक दुईजना पछाडि हुनुहुन्छ। चाहिँ पाथिभरा मन्दिरको नजिक आइसकेका छौँ। अब उकालो चढ्दैछौँ। हरि दाइ, के भन्नुहुन्छ तपाईँ? ठिक छ, सबैतिर दर्शन राम्रो हुँदैछ। अब पुग्न लागि अब थोरै मात्रै बाँकी छ। हामी यो स्टेप चढेपछि चाहिँ फाइनली पुग्नेछौँ। ल, हामी चाहिँ पाथिभरा मन्दिरको प्राङ्गणमा निस्किसकेका छौँ। अब केही बेरमा पूजा यहाँनिर। ल, यहाँ चाहिँ यस्तो बोर्ड पनि टाँसिएको रहेछ। हुनु पनि हो, मसिनो नानीहरू हुन्छन्, पूजाको लागि सामानहरू बोकिएको हुन्छ, त्यो खोज्छन् ओर्छन् बाँदरले। सचेत रहनु नै बेस। हाम्रा दुईजना दिदीहरूलाई चाहिँ गाह्रै पर्यो उकालो निस्किनलाई। आउनु आउनु, अब 2 पाइला मात्रै हो। फाइनली अब डाँडो निस्किसकेको छ। हाम्रो भाइको चाहिँ जुकाले खुट्टामा टोकेको अवस्था। अब चाहिँ हामी पूजाआजा सकेर अब फर्कने क्रममा छौँ। हाम्रो टिमहरू भेला हुँदै हुनुहुन्छ।